टाइम छैन तर किम्ची खानु मन लागेको छ भने सुपर क्विक इजी स्पाइसी फ्रेश कुकम्बर किम्ची बनाएर खान सक्नुहुन्छ। सुरुमा त मैले दुईटा काँक्रालाई चाहिँ ठिक्कको शेपमा तपाईले स्क्रिनमा देख्न सक्नुहुन्छ त्यतिको शेपमा चाहिँ काटेको छु। त्यसपछि अलिकति नुन हालेर सबैलाई मिक्स गर्दिए अनि त्यसलाई लगभग 5-10 मिनेट चाहिँ रेस्ट गर्न छोड्दिए। अनि त्यही बेला यता गाजर स्प्रिङ अनियन प्याज अनि गार्लिकहरूलाई सबैलाई काटेर राखे। काँक्राबाट निस्केको सबै पानीलाई चाहिँ फाले। त्यसपछि पेपर टावलले चाहिँ मजाले एक्सेस वाटरहरू सबै पुस्दिए। काँक्राहरूलाई चाहिँ मैले सिसाको कन्टेनर जुनको चाहिँ कभर थियो त्यसमा चाहिँ खनाए। त्यसपछि अगाडि काटेर राखेको गाजर स्प्रिङ अनियन प्याज गार्लिकहरूलाई चाहिँ हाले। त्यसपछि कोरियन गोजुकारू चिल्ली लिएको छु। यो चाहिँ पिरो हुँदैन, यो छैन भने चाहिँ तपाईले कश्मिरी लाल मिर्च हाल्दा पनि हुन्छ। स्वाद अनुसार नुन र खुर्सानी, अलिकति सेसेमी सीड, सुगर, भिनेगर अनि 1 चम्चा सोया सस हालेर मजाले मिक्स गरिदिने। यति गरेपछि छिट्टो मिठो अनि एकदमै पिरो ट्वाक्क परेको किम्ची रेडी भइहाल्यो। यो भिडियोको लागि यति नै। ओके बाइ।